अबे भन् त के भयो? बन्दुक चाहियो मलाई। जा विजय दाईको घरबाट बन्दुक ल्याएर आइज। बन्दुक? तँलाई किन चाहियो बन्दुक? वीर जस्ता निर्दोषहरूलाई फसाउने त्यो षड्यन्त्रकारी बाली सेनलाई म सिध्याइदिन्छु। के रे पागल भइस् त? बाली सेनलाई सुनु भनेको पनि नि हामी सकिनु, अनि पहिचानका कुरा सब खतम। बालकमै मेरो बुबा खोज्ने त्यत्रो नरसंहारको जिम्मेवार त्यो देशद्रोही बाली सेनलाई म सिध्याइदिन्छु। जा गएर बन्दुक ल्याएर। पहिले मेरो कुरा जा भनेको सुनेनस्? आफू सत्तामा आउनुको लागि त्यत्रो ठुलो नरसंहार गरायो विजयले। साला त्यो कुनै पनि बेला म माथि पनि आइलाग्नु सक्छ। त्यसैले त यहीँ बस। उनको बदला खून